लाइनसँग सुतेको छ। कची सुतेको छ। धेरै दिन भयो पानी परेर घाम ताप्नु नपाएको। बक्राहरू एकैसँग कची सुतेको छ है। ओहो हेर्नु कोखा दे। यो बग्राको दाना दिने ढोँट। बग्राहरूलाई दाना खुवाउने ढोँट हो यो। यो मल थुब्राएको बाहिर जिग्नु नपाएर पानी परेर मेरो यो मेरो भएर भाँडा धुने ठाउँ। त्यहाँ एउटा कुकुर सुत्या छ। लकी गर्मी भएको हो। यिनी हुन् किसान हाइवे रोड। यी रोड चाहिँ गट्टा खोलादेखि लिएर नारायण थानमा जोडिन्छ। यिनी हुन् मेरो बक्राहरू सुत्या छन् सबै मजाले। हेर यता आउनुहोस्। यता बक्रा हेर्नुहोस्। आज मौसम एकदम साफ छ। हिजो राति बेस गरी पानी परेको थियो। काली के बच्चे लो जूता सम्बा यो मेरो बेड पोका हुन्। हेर्नुहोस् हजुर 75 को बोयर हो। ल्याउँदाखेरि 36 किलो थियो। अहिले लगभग 80 किलो जति छ। नाकोट मजुवा देवी कृषि फर्मबाट लिएर आएको मैले मेरो गुरु अमृत तिवारी सर गाउँबाट। यसैको बच्चा हुन् यो। 1 वर्ष भयो। 1 वर्ष हुन आँट्यो। यो कुच्चियाहरू सबै यसैको बच्चाहरू नि हो। अब म हजुरहरूलाई मेरो पाले कान्छा दाइ र पाली जेठी दिदी पनि छन् यहाँ। लकी नमस्ते घर लो घर नमस्ते घर। शाबास पुच्छर हालेको हो।
नाच 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 मेरे बुलबुल ओए पैसा मिलेगा कहाँ कदरदान हमें ऐसा मिलेगा नाच मेरे बुलबुल ओए पैसा मिलेगा कहाँ कदरदान हमें ऐसा मिलेगा घुंघरू बना के बांध ले पैरों में ना कोई ऐसा ऐसा मिलेगा नाच मेरे लकी बुलबुल वही पैसा मिलेगा कहाँ कदरदान हमें ऐसा मिलेगा ini hun Polonia किम्बु हुन् किम्बुको दाना कति खाना सेतु यिनी हुन् मेरो अलि पर्सन कामको भोटे कुकुर उठा सेतु सो सो उठा 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 ल यो मेरो पुरानो सुरुवाती 5 यिनी हुन् भीमसेन बाते यो हो किसान हाइवे रोड रिङ रोड भविष्यको किसान हाइवे रोड नारायणथान गोकर्ण यिनी मेरो होन्डा बाइक यिनी हुन् ठुल्ठुलो गराहरू छन् आज मौसम पनि हिजो रातभरि पानी परेको थियो र आज दामी छ मौसम बिहान लुगा धोएर सुकाएको थियो अब सुकिन थाल्यो साथी हो यो के को बिरुवा हो मैले अहिलेसम्म बुझ्नु पाएको छैन एउटा गोर्खा आजीले दिएको थियो बिरुवा लाउनुस् भनेर खाने फल हो मिठो फल हो महँगो छ भन्नुहुन्थ्यो धेरै ठुलो अग्लो हुन्थ्यो कहिले बग्राले खाने कहिले केले खाने सबै होचो होचो भएको छ एकचोटि बग्राले खाएपछि हुर्कने गाह्रो हुँदो रहेछ होइन कि तिमी त के बोल तिमी त पाले दाइ हो नि त पाले दाइ त के बोल नबोल्ने यहाँ हेर आज मौसम पनि दामी छ हजुर आज मौसम बेमान है भन्ने त आज मौसम इमानदारी छ हस्त छ त हो अब पछि भेटौँला तपाईहरुलाई मन परे लाइक शेयर सब्स्क्राइब गरिदिनु होला यो मेरो भिडियोलाई